कस्तो राम्रो दादा नि कस्तो राम्रो नि त हैन तलतिर दिदी र म दिदी हुनुहुन्छ टासीलाई हैन टासीको दाइलाई पनि हुन्छ बडी हेलो नमस्ते वेलकम छ है मेरो युट्युब च्यानलमा। यदि हजुरहरूलाई मेरो भिडियो राम्रो लाग्छ भने लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। म पनि ब्याक गर्नेछु। एकले अर्कालाई सपोर्ट गर्दै अगाडि बढौँ हामी सानो युट्युबरहरू। हजुरहरूलाई सन्चै हुनुहुन्छ? हजुरहरूलाई भेट्न म आइपुगेँ। आज चाहिँ म यतिकै घरकै भिडियोहरू बनाइरहेको छु है। सिम्पल नर्मल थोरै भिडियो बनाइरहेको छु। पहिला त मान्छे मर्दा त लिपेर राख्थे है। हुन त हो नि गोबर जरु हैन चल्छ नि त्यो नचल्ने त हैन गोबर चाहिँ हो नि प्राय लिप्थ्यो नि त हैन। अब चोखो यताउति कामहरू त गोबरै लिप्छ नि त। गोबरले लिप्छ नि अब लक्ष्मी चाहिँ पानी चलाउन जानु पर्यो बाहिर। ट्याङ्कीको पानी चलाउनु पर्यो। पानी चलाउनु पर्यो। यहाँ पनि कस्तो पो छ त जोड्नुपर्छ पानी खानु कत्रो खुला बाबु छोरा त्यहाँ बजेर हेरिरहेको छ छोरा। टासी गयो टासी कहाँ गयो? यहीँ छ टासी है। हावा चलिरहेको छ शीतल भइरहेको नगरे करेन्ट लाग्छ। टासी हेर आऊ कस्तो शीतल हावा आइरहेको छ। त्यही हुनुहुन्छ नि त्यही भएछ तिमी त्यही बस है। हाम्रो चाहिँ यहाँनिर फुल फुलिसकेको छ। यस्तो फुल छ त्यतातिर यहाँनिर पनि फुलिसकेको छ। उता पनि फुलिसकेको फुलहरू चाहिँ यता पनि फुलिरहेछ। यो भिडियो किन्नलाई कति राम्रो फुलहरू फुलेको आफै फुलेको होला नि। म यो रातो खालको चाहिँ बिउ मैले लानु पर्ने थियो। यो खालको कि रातो खालको भोलि पर्सि लैजाउँ होइन। कस्तो राम्रो तपाईँहरू पनि यहाँ काठमाडौँमा पुरानो घर छ। दुईवटा घर छ यस्तो पुरानो कस्तो राम्रो छ। पहिलाको पुरानो घर हेर्नुहोस् है त तपाईँहरू पनि कस्तो राम्रो युनिक देखिन्छ नि पुरानो घर। कति राम्रो देखेँ क्या धान। राति भएर बिहान आउनु पर्ने रहेछ। आफू त अब बिहान हिँड्ने मन लाग्दैन होइन। कस्तो राम्रो देखेँ। मेरै लागि बस्यो भन्ने हुन्छ नि त। कस्तो अँध्यारोमा कस्तो राम्रो देखेँ। ल यहाँबाट चाहिँ उज्यालो देख्दो रहेछ दिदी र मलाई। आज चाहिँ बेलुका राति घुम्न आएको दिदी र म डुल्दैछौँ यतातिर। नानु अब हामी फर्क्यौँ है नानु तलतिरै। कस्तो राम्रो देखेँ। कस्तो राम्रो भ्यू देखेको साँझ बेला। ल अब फर्किँदै अँध्यारो भएको छ। हामी चाहिँ तलतिर दिदी र म दिदी हुनुहुन्छ। यहाँ चाहिँ बत्ती बल्या रहेछ त्यही भएर उज्यालो देखेँ। यो भाइहरूले पुरा पड्काइरहेछ डर लाग्छ।
स्वाद पाएछ कोक चाहिँ होइन क्या चिसो चाहिँ भने क्या चिसो छ नि त स्वाद पाएछ बनाइले कोकको किन न मम्मीले अस्ति बाहिर बच्चा थियो कोक खायो कि उसले मलाई भने कसलाई यदि हुन्छ हुन्छ आइज झन्डै हुँदैन दिन्छ खाने बस्नु बस्नु खानला सुल यहाँ जान्छ ल बस्नु ए म यहाँ त्यहाँ राख्नु न म फेरिदेखि कस्तो भान्जे भनेकै लास्टमा खाने त दाल त्यो कचरो पुगेन है मैले त त्यो 3 जना मात्र हाल्नु खाना म पढे टासीलाई हैन टासीको दाइलाई पनि हुन्छ बढी भयो बरु अहिले थपेको राम्रो क्या जान्छ नि जम्मा छ ठिकै छ